रिसेन्टली चाहिँ पिङ्क लाउने दिदीको चाहिँ अपडेट आएको रहेछ होइन, यहाँ माथि म राखिदिन्छु। अनि मेन्टल स्ट्रेस चाहिँ उहाँलाई भयो अरे। मेन्टल स्ट्रेस उहाँलाई कसरी भयो? उहाँले नै एलिगेसन लगाउने होइन, अनि मेन्टल स्ट्रेस उहाँलाई भयो। जबकि अस्तिको भिडियो हेर्ने बेलामा मेन्टल स्ट्रेस कोलाई कति लेभलसम्म कहाँ भएको थियो भनेर उहाँको रोनिसा थापाको भिडियो हेरेर हामी सबैलाई थाहा पाइसक्यो। अनि बाँकी रह्यो प्रुफको त उहाँले केही पनि दिनु भएन है। के अरे म देखाइदिन्छु, म चाँडै ल्याइदिन्छु भनेको त कुरा मात्रै हो। यदि देखाउने हो भने सायद त्यही भिडियोमै उहाँले देखाउनु हुन्थ्यो होला, मान्छे तीन-तीनजना बसेर। तर अहिले रिसेन्टली रोनिसा थापाको भिडियोमा चाहिँ सबै प्रुफ, स्क्रिनसटदेखि लिएर मेसेजमा कुरा गरेको सबै होल टोटलै उसले राखिसकेको छ होइन। प्रुफ भनेको त्यसरी दिने हो कि। अब यहाँ चाहिँ विदाउट प्रुफ खालि एलिगेसन मात्र लगाउने, यस्तो गर्दाखेरि चाहिँ हामी जस्तो पब्लिकलाई चाहिँ के हुन्छ भने ओ साँच्चै हो कि क्या हो भन्ने बित्तिकै मान्छेहरूले धेरैवटा भिडियो बनाइसक्छ। यस्तो सुनकाण्ड, यस्तो उहाँले यस्तो गरेको, हावा तालमा त्यस्तो विदाउट प्रुफ राख्दाखेरि पनि मान्छेहरूले होइरहेछ हो भन्ने हुन्छ है। त्यही भएर चाहिँ पहिला सुरु एलिगेसन लाउनुभन्दा अगाडि चाहिँ प्रुफ सहित राख्यो भने मात्र सजिलो हुन्छ है। अनि अब म चाहिँ के भन्न चाहन्छु भने सोसल मिडियामा आएको चिज चाहिँ विश्वास नगरिहालौँ, यही भन्न चाहन्छु। अरूलाई मेन्टल स्ट्रेस पनि नदिउँ, त्यही हो।